गाइज आज चाहिँ हाम्रो यहाँ माछाको हन्टिङ यहाँ हाम्रो देख्न सक्नुहुन्छ एउटा युवा बुढा छ यहाँ यता भीमले हाम्रो बाजे अनि यहाँ माथि अन्धा राजाको डाँडा अनि यता हाम्रो गाइजहरू बेलाउरीको ट्याबे चाहिँ यहाँ बोरो बोकेर हिँड्दै चाहिँ हामी गइरहेको छौँ। टक्क यहाँ कोदाली छ बेडमा यहाँ बोक्ने साथीहरूले यहाँ पनि छ टक्क लगाएर खोला पनि सानो रहेछ अहिले चाहिँ हाम्रो चाहिँ यहाँ मारिसक्यो दुवाली माछा समात्दैछ यहाँ खोइ माछी यहाँ पनि छ गङ्गटे अर्ग्यानिक तरिकाले हाम्रो यो मारेको केटाले समात्ने जारी गरिरहेछ यहाँ पनि हलिँदैछ हौ यो दहतिर कति हुने हो हाम्रो माछा बाजेले चाहिँ बनाउँदै हुनुहुन्छ माछा नभागोस् भनेर झोल गाइज त्यही हो हामी मार्दैछौँ ल आका डेम सर हो ngaचिलो ungyawaji la biangone ora bana oh yawaji oh mo udah lawane mistari खोइ छैन यहाँ खरा माछा खरा हो यो चाहिँ मेरो अहिलेको युवा केटाहरु माछा मारिरहेछ के खोला भन्छ यसलाई लाओ खोला माओ खोला भन्छ अरे हेर्नुस् गाइज आज चाहिँ हामी खोलामा हन्टिङ आएर हाम्रो खाजा तयार हुँदैछ है एकदम चट्ट पारेर बुदुना हाम्रो यस्तै छ पाँच दिन भयो भात नखाएको यस्तै छ दामी पारामा आज पिकनिक यस्तै छ यो साथी पुरै 5 दिनमा भयो पसेको भाडै खानु आँटो यता मासु पोलेको हाम्रो बाजे मासु निक्लेको छ यहाँ हामीले भेला पारेको हेर न रमिलो भएर अरे यहाँ पे देखो भाई क्या है मछली है क्या गाइज हाम्रो माछा चाहिँ ओए मा कतिले समात्दैन खोइ एउटा हातमा त आउँदैन त यहाँ देखाम न बारे ल छिटो जायो त्यो एउटा ओ नकाटा समात किन निकाल ढोडे चाहिँ ननिकाल न गाली ये देखो मच्छा यहाँ चाहिँ थुप्रो छ है यहाँ कत्रो ठुलो किन ढोडे चाहिँ निकालेको केटाहरूले आफै निक्लेको हौ यता खेच्दै ये देखो साला दुध निकाला यहाँ पनि छ यहाँ मुनि ढोडेको मुख कस्तो छ हैन त्यो हाम्रो अहिलेसम्मको चाहिँ माछा यति भइरहेछ यहाँबाट पक्रेको यति छ अहिलेसम्मको एउटा यो द्वाली छेकेकोमा अब बाँकी नै छ चाहिँ मार्न तलतिर पनि अलि दहहरू खोल्नु बाँकी छ अनि यहाँ मारिरहेको छौँ यहाँ हाम्रो विमल भाइले चाहिँ यहाँ केलाउँदैछ यहाँ पनि छ केटाहरूले तलबाट निकालिरहेछ च्याट्ट लगाएर माछा फाइनली गाइज हाम्रो माछा चाहिँ यति मारियो लास्टमा अब यो चाहिँ आफ्नो भएको बाँड्नु पर्ने च्याट्ट लगाएर चाहिँ हाम्रो माछा मारेर सकेर टक्क घरतर्फ सबैजना आफ्नो वासस्थानतिर लाग्दैछौँ हामी काबु भयो हौ 아직 상 양원에 와니 상 리금 좀 가고다 가라게
लाग्यो अब घरतिर